ल सानो छ र हजुर आमा अब एउटा काम गर्नु पर्यो के अब म बुढी भएँ काम गर्न म सक्दिनँ अब 27 वर्ष नि भयो अब बिहे गर्नुपर्छ कहाँ बिहे गर्छ के को बिहे नगर्नु मलाई यहाँ काम गर्न दुःख भयो बुहारी भए अलिक साथी हुन्थे होला नि पकाएर कहाँ सानिन्थे होला नि गाउँ कुट्न कुट्थे निफन्थे अलिक सहयोग दुःख सुख हुन्थ्यो नि यहाँ घर आउने नआउने खालि बिहेको मात्रै कुरो भने घर अनि बिहे त गर्न पर्यो त हो कि तिम्रो केटी कोही छ भने भन त्यही केटीसँग बिहे गरिदिन्छौँ होइन भने हामी केटी म खोज्छु केटी म माग्नु जान्छु के सोचेको त कहिले माग्नु जानु यहाँ खालि बिहे बिहे म त दिक्कै लागिसक्यो आयो कि खालि बिहे 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 मात्रै भन्छ भन अब घरबाट यसो फुपूको घरतिर जानु पर्ला जस्तो छ यसो टोलिनलाई पनि त्यो बिहेको कुरा नि गर्दैनन् कि यसो आनन्द त हुन्छ फुपू नारायण 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 कहिले आएछु म आएँ नि अब हिजो कति वर्ष भयो कति भन्नु 27 वर्ष भयो नि फुपू अब बालै छु नि त्यसो भए बिहे खान बित्यो अब बिहे गरेर पर्छ म बुढी मान्छेलाई बिहे खानिदिनु पर्यो अहिले मर्छु भरे मर्छु बिहे गर्नुपर्छ बुहारी ल्याउनु पर्छ खालि बिहे 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 गरेर बिहेको कुरो गऱ्यो भनेर फुपू घर आएको यहाँ पनि बिहे नि नसकिने कहिले नि आउने मान्छे कहिले किन आएको त अब हाम्रो आज फुपूलाई माया लाग्यो नि फुपूको माया लाग्यो त्यही भएर आएँ नि बिहे खान पर्ने बिहे खानै पर्ने होला भने खानै पर्छ बिहे खानै पर्छ है खालि यहाँ जाँदा नि घर जाँदा नि बिहे फुपू कहाँ जाँदा नि बिहे अर्को फुपू कहाँ जाँदा नि बिहे अब यिनीहरू सबलाई चकित बनाइदिन्छु म ठिक छ अब यसै गर्दा नि भन् मेरो दिमाग खाएको छ यो बिहेले जय गोरखनाथ भिक्षामदेहि हल निरञ्जन बम बम बोले जय गोरखनाथ भिक्षामदेहि बुहारी छोरी मागेर बुहारी ल्याउला बिहे गर्ला भने त भिक्षामदेहि माते भिक्षामदेहि जोही भन्दा नि सुख छैन के चाहिँ गर्ने होला आमासँग नसकिने भयो